साथीहरू आज बनाऊँ है यति मिठो अचार कसरी बनाएँ मैले यस्तो मिठो अचार। यो चाहिँ मेरो फेसबुक एफआइबी भोलि आएकै छ क्या। यो चाहिँ राजस्थानी अचार रे अनि त्यही भएर मैले पनि ट्राई गरेको क्या। एकचोटि ट्राई गर्नु। फर्स्टमा बाउल लिम एउटा ठुलो अलि ठुलोवाला अनि त्यसमा चाहिँ मुस्न पनि सहिलो हुन्छ नि त। फर्स्टमा चाहिँ प्याज काट्ने। मेरो चाहिँ फेसबुक रिल भोलि नै आएको छ क्या त्यो वाला छ र त्यही भएर चाहिँ मैले बनाउन आँटेको। सिधा काट्ने अनि जस्तो चटपटीमा हुन्छ त्यसै खालको प्याज काट्ने होइन। प्याज काट्न चाहिँ मनै लाग्दैन कि मलाई। टमाटर पनि लिने, टमाटरलाई नि मसिनो गरेर काट्ने। आफू कति खाइन्छ त्यसको अनुसारले हाल्ने। पिरो खानुहुन्छ भने अझै अनि हाम्रो अचारको मेन इन्ग्रिडियन्ट्स पिनट, सुन। मैले चाहिँ लसुनहरू अहिले छोडाएँ जस्तो लसुनलाई र पिनटलाई हल्का मात्रै मसिनो गरेर चाहिँ पिस्ने होइन। अब यतिको भएपछि चाहिँ यो भइसक्यो। अब स्वाद अनुसारको नुन चाहिँ हाल्छु म टिमुर। म हाल्छु खुर्सानीको धुलो, सुक्खा कति, त्यस्तै पानी आइसक्नु मुखमा मेरो। यस्तो मिठो अचार